नमस्ते सबैजनालाई भोपाल गुरुङ ब्लग्समा स्वागत छ तपाईँ सम्पूर्णलाई। आज चाहिँ म के बनाउन गइरहेको छु भनेको तपाईँले थाहा पाइसक्नुभयो होइन, भिडियोमा देखिसक्नुभयो। आज चाहिँ म दाल खुट्टी बनाउन गइरहेको छु, त्यो पनि डोजरको। डोजर भन्ने बित्तिकै बुङ्गुर। त्यसको लागि चाहिँ मैले अब प्रेसर कुकरमा थोरै तेल राखेर तताएँ। तेल तातिसकेपछि त्यहाँ मैले चाहिँ अब मेथी राखिदिएँ होइन, मेथी एड गरेँ। अब मेथी हल्का डढेपछि अब यसमा चाहिँ मैले अब के राख्छु भने गरम मसला देख्नुभयो अब तपाईँले होइन, गरम मसला राखिदिएँ मैले। यसमा चाहिँ अलिकति अब हिट धेरै भएछ होइन, यसमा चाहिँ केही छैन। यसमा मैले अब प्याज पनि राखेँ। प्याजलाई चाहिँ हल्का ब्राउन हुनुसम्म चाहिँ फेरि फ्राई गर्नुपर्ने हुन्छ। मैले एउटा इलाइची पनि राखिदिएँ यहाँ। अब लगभग अब रेडी भइसक्यो। यसमा मैले अब लसुनको पेस्ट पनि राखिदिएँ। त्यसपछि चाहिँ मैले राखेँ अब डोजरको खुट्टा होइन। डोजरको खुट्टा चाहिँ अलिक ठुल्ठुलो पिस भएछ होइन, यसलाई चाहिँ अलिक सानो हुनु पर्थ्यो किनभने चलाउन अलि मिलेन के। अलि मजाले खुल्ला तरिकाले होइन, कि भाँडो पनि सानो भयो होइन, किनभने म एउटाको लागि हो यो के अरे प्रेसर कुकर चाहिँ होइन। अब ठुलो परिवारमा ठुलै हुन्थ्यो होइन। अब मैले अब प्लस यहाँ अब बेसार पनि राखिसकेँ होइन, आधी चम्चा बेसार राखेँ। अब यसलाई फेरि हल्का यसो के अरे भुट्नुपर्ने हुन्छ। प्याज अलिअलि डढेको रहेछ होइन, इट्स ओके, केही छैन। अब गर्दा गर्दा अब यता भिडियो पनि बनाउने अनि उता काम पनि गर्दाखेरि प्याज चाहिँ हल्का डढेको रहेछ, केही छैन त्यसको लागि चाहिँ। अब यसलाई चाहिँ अब हल्का के अरे एकछिन स्टप गर्दै चलाउँदै गर्नुपर्ने हुन्छ। दालखुट्टी चाहिँ अब स्पेसल जाडो महिनामा चाहिँ एकदम गजब हुन्छ होइन। अब मैले यसमा धुलो खुर्सानी पनि राखिदिएँ आधी चम्चा होइन, सानो चम्चा। अनि प्लस यसमा चाहिँ जिरा धनियाँको के अरे पाउडर पनि राखिसकेँ। अब नुन पनि राखेँ होइन, नुन स्वाद अनुसार राख्नु होला तपाईँलाई कतिको चर्को। अब कम खान मन लाग्छ, धेरै खान मन लाग्छ नुन, अब त्यो आफ्नो आफ्नो बानी हुन्छ। त्यसपछि के गर्ने भन्दाखेरि 3-4 घन्टा भिजाएर राखेको कालो दाल टक्क राखिदिने। अब त्यहाँ फेरि यसलाई पनि भुट्नुपर्ने हुन्छ है, दाललाई पनि भुट्नु परिन्छ किनभने मसलासँग मजाले मिक्स हुन पाउँछ कि। अब दाल मात्र पकाउँदा हामीले अब यसरी भुटिराख्नु पर्ने कुरै भएन होइन, त्यो दाल त त्यो सिम्पल भइहाल्यो। तर दालखुट्टी बनाउँदाखेरि चाहिँ दाललाई पनि एकचोटि भुट्नुपर्ने हुन्छ। अब हामीले अब लगभग यसलाई पनि भुटेर रेडी भइसक्यो होइन। यसपछि अब पानी एड गरिदिने, तपाईँलाई आवश्यकता अनुसार तपाईँको परिवार अनुसार अथवा साथी कतिजना छ त्यो अनुसारको पानी एड गरिदिने। मैले चाहिँ यति पानी एड गरेँ होइन, किनकि पानी धेरै गर्दाखेरि पनि अब फेरि ग्रेभी हुँदैन होइन, दालखुट्टी ग्रेभी हुनुपर्ने हुन्छ लगभग। अब यसलाई चाहिँ फेरि एकचोटि उमाल्नु पर्ने हुन्छ यतिकै नढाकिकन, किनभने पहिल्यै ढाकिदियो भने चाहिँ अब किनभने पानी यसको छिटी जाँदाखेरि पानी माथि आउँछ। यसको चाहिँ मैले अब जम्मा 6 सिटी लगाएँ है, रेडी भयो। अब टक्क ग्रेभी भयो। यसमा मैले चाहिँ हरियो धनियाँ पनि राखिदिएँ। एकदम अब खाँदाखेरि कस्तो हुन्छ थाहा छैन होइन, रेडी भयो है मेरो लगभग। नमस्ते सबैजनालाई। आज चाहिँ भोपाल गुरुङ ब्लग्समा स्पेसल भनेको चाहिँ यो है। फेरि यो भनेको चाहिँ अब तपाईँहरूलाई नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दाखेरि चाहिँ अब सबै धर्म सबै जातिकोहरूले चाहिँ यो चाहिँ खाना मिल्दैन अथवा उनीहरूको धर्म संस्कार अनुसार चाहिँ खाना मिल्दैन होइन। र मेरै कुरा गर्दाखेरि पनि हाम्रो गुरुङ संस्कारमा गुरुङहरूको उसमा पनि यो खासै चल्दैन है फेरि। तर म चाहिँ अब फेरि माइन्ड नगर्नु होला होइन। आज स्पेसल भनेको यही हो, दालखुट्टी हो कि होइन। यो चाहिँ अब च्वाचे भने नि भन्नुहोस् होइन, अब डोजर भने नि भन्नुहोस्, बुङ्गुर भने नि भन्नुहोस्, यही हो मेरो आजको स्पेसल। अब त्यस्तो अरू एकदम सिम्पल छ होइन। अब यो त अब भात भन्ने कुरो त सिम्पल भइहाल्यो, अब सलादहरू केही पनि छैन। अनि अब चाहिँ म खाना सुरु गर्न गइरहेको छु होइन। अब यो कागती भइहाल्यो, यसलाई कागती राखिदिउँ अलिकति। ल है सुरु गरेँ है त साथीहरू है।
आज फेरि लामो समयपछि म फेरि भिडियो लिएर आएको छु हैन। समय नभएको पनि हैन, त्यो हुन्छ नि मान्छेको इन्ट्रेस्ट हुन्छ नि, त्यो इन्ट्रेस्ट कुनै कुनै बेला चाहिँ लो भएर जान्छ क्या। त्यही भएर मैले भिडियो बनाउन पाइरहेको थिइनँ। आज फेरि कहाँबाट जाँगर चल्यो क्या हैन, अनि आज भिडियो बनाएँ। मैले यो चाहिँ फर्स्ट टाइम बनाएको है, अब डोजरको दालखुट्टी चाहिँ। जस्तै अब खसी बोकाको खुट्टाको अनि राँगा भैँसीको खुट्टाको चाहिँ मैले दालखुट्टी भन्दा अगाडि पनि खाएको पनि थिएँ, प्लस बनाएको पनि थिएँ हैन। अनि यो चाहिँ अब मैले चाहिँ फर्स्ट टाइम बनाउँदैछु र खाँदै पनि छु हैन। एकदमै भनेको जस्तै टेस्टी भएको छ हैन। दालखुट्टी भन्ने बित्तिकै तपाईँहरूले अब थाहा पाइसक्नुभयो हैन। दाल नभएको भने त अब दाल र खुट्टाको सब्जी भनौँ अथवा दाल भनौँ हैन, नभए यसलाई चाहिँ विशेष गरेर दालखुट्टी भन्ने गरिन्छ हैन। त्यो कुखुराको त्यो छालादेखि लिएर हैन, जस्तै खसीको छाला, खुट्टा हैन, टाउको, अनि त्यसको ब्लड भयो, रगत भयो, सबै कुरो हामी युज गर्छौँ। तर विदेशमा चाहिँ प्रायः जसो चाहिँ त्यस्तो कुराहरू चाहिँ युज नहुने रहेछ। जस्तै अब नेपाली होटलहरूमा चाहिँ अहिले चाहिँ छाला सहितको खसीको मासु पाइन्छ भनेर लेखिएको हुन्छ कि। मैले अस्ति नै पनि भिडियोमा भनेको थिएँ क्या। यो चाहिँ यो दालखुट्टी चाहिँ म कहाँबाट चाहिँ र कोबाट चाहिँ प्रेरित छु भन्दाखेरि चाहिँ मेरो आफ्नै फुपू हुनुहुन्थ्यो हैन, कान्छी फुपू, सानो फुपू। उहाँ फुपूले चाहिँ त्यस्तो मलाई लाग्छ म त्यस्तो जिन्दगी पनि म बनाउन सक्दिनँ कि हैन। अब कसरी बनाउनुहुन्थ्यो, के मसला हाल्नुहुन्थ्यो मलाई थाहा छैन हैन। मेरो फुपूले चाहिँ यस्तो बनाउनुहुन्थ्यो कि दालखुट्टी चाहिँ जस्तो राँगा भैँसीको खुट्टाको होस् अथवा खसी बोकाको खुट्टाको होस् क्या, त्यो जिब्रोमै झुन्डिराख्ने खालको बनाउनुहुन्थ्यो क्या। अनि मलाई पनि त्यहाँबाट चाहिँ अब त्यो मनमा चाहिँ फुपूले बनाएको दालखुट्टीको चाहिँ जुन टेस्ट छ नि त्यो अनन्त कहिले बिर्सिन नसक्ने भयो क्या। अनि आज अस्ति यहाँ पनि अब फेरि यो कस्तो छ भने चाहिँ यो चाहिँ खास गरेर अब यो मुस्लिम कन्ट्रीहरुमा चल्दैन र गल्फमा पनि अब अरू कन्ट्रीमा चाहिँ मलाई थाहा छैन हैन। तर दुबईमा चाहिँ सबै मार्केटमा उपलब्ध हुँदैन हैन, केही मार्केटहरुमा उपलब्ध हुन्छ। त्यसमा पनि फेरि त्यो मार्केट भित्र पनि सेपरेट हुन्छ के, ओन्ली फर द नन मुस्लिम भनेर लेखेको हुन्छ, त्यहाँ मात्रै उपलब्ध हुन्छ हैन यो डोजर स्पेशली। अनि अस्ति गएको ट्याक्क त्यहाँ खुट्टा देखेँ अनि म यसको दालखुट्टी बनाउँछु भन्ने मलाई आइडिया आयो हैन, मनमा आयो भनौँ न। अनि आज फेरि भिडियो पनि बनाइहालेँ। मैले जे सोचेको थिएँ हैन, आज दालखुट्टी चाहिँ लगभग भनेको जस्तै बनेको रहेछ। यो कति करोडको माल हो त यो, अब ल हेरे। दालखुट्टी बनाएर खानको लागि चाहिँ अब एकदमै सिम्पल सजिलो हो हैन। मन पर्ने र नपर्ने मात्रै फरक कुरा हो। कसैलाई मन पर्छ, कसैलाई मन नपर्न सक्छ। व्हाइट रोजबाट किनेको मैले हैन,
यो चाहिँ ब्राजिलबाट आएको है फेरि। अनि ब्राजिलमा चाहिँ किन त्यस्तो खेलाडी जन्मिन्छ होइन। अब पेले अनि रोनाल्डो, रोनाल्डिनो, नेमार भनेको त यस्तो खाँदो रहेछ, यस्तो माल खाँदो रहेछ। अनि जान्नु पर्यो नि नेपालीले बोइलर मात्रै खाएको छ, खानु। अब आफैले पकाएको आफैले तारिफ गर्न चाहिँ मिलेन होइन, तर चाहिँ यहाँ हुनुपर्ने चिज चाहिँ एकदमै पर्फेक्ट लाग्यो मलाई। ल हेरे यो भित्र चाहिँ बोन म्यारो रहेछ क्या। अन्तिममा चाहिँ सबै साथीहरूलाई चाहिँ एउटा रिक्वेस्ट गर्छु होइन, जसले यो भिडियो पुरा हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद होइन। त्यस्तो मसँग त्यस्तो नयाँ कन्टेन्ट पनि के छैन र किन मेरो भिडियो सब्सक्राइब गरेन भन्ने कुरो पनि छैन होइन, तर गर्दैछु होइन। मेन गरेर चाहिँ अब मैले ट्राभल भिडियो बनाउँछु भनेको थियो, मसँग समय नमिलेर मैले त्यो गर्न सकिरहेको छैन। आई होप नेक्स्ट भिडियो चाहिँ मेरो ट्राभल भिडियो हुनेछ। र जसले चाहिँ सब्सक्राइब गर्नु भएको छैन, मेरो चाहिँ तपाईहरुलाई चाहिँ एकदम विनम्र अनुरोध छ, मेरो च्यानल सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियोबाट चाहिँ बिदा माग्छु। हस्त, धन्यवाद।